हेलो गुड आफ्टरनुन जति पनि मसित फेसबुकमा जोडिनु भएको सबैजनालाई है। अहिले चाहिँ तपाईँको यहाँ म मुन्डाक छु दितेकोमा। अन्त यहाँ चाहिँ हाम्रो सोल्टी गुमाएको छु नि त म। अन्त यहाँ सोल्टीले चाहिँ यस्तो त्यो फुलहरूको गर्नुहुन्छ हो। अन्त सोल्टीले चाहिँ राम्रो राम्रो कलेक्सन राख्नुहुन्छ। अन्त उहाँले चाहिँ यो फुल यसमा तपाईँको माथि हाटतिर पनि लानुहुन्छ। अनि तपाईँलाई देखाइदिँदैछु। अनि यदि तपाईँहरूलाई कुनै पनि प्लान्ट अथवा फुलहरू मन पऱ्यो भने त तपाईँले मसित कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अनि तर मलाई फुलको नाम चाहिँ याद छैन, किनकि मलाई त्यस्तो म फुलको बारेमा त्यस्तो मलाई याद हुँदैन नि त। अनि म तपाईँहरूलाई सोल्टीलाई सोध्छु नि अहिले के हो कसो कसो यो फुलहरूको नामहरू। एन्जिलिया चाहिँ चिन्छु नि, फेरि यो चाहिँ एन्जिलिया हो। एन्जिलिया चाहिँ चिन्छु। अन्त गदावरी चिन्छु। यहाँ चाहिँ सोल्टी हुनुहुन्छ। सोल्टीले चाहिँ फ्लावरको गर्नुहुन्छ नि त। उहाँ सोल्टी चाहिँ फुलकोमा चाहिँ एकदम सबै याद हुन्छ क्या। जति पनि तपाईँलाई त सबै याद हुन्छ नि हो। जति पनि जे पनि जानकारी लिनु इच्छुक हुनुहुन्छ भने चाहिँ यहाँ सोल्टीसित लिन सक्नुहुन्छ। यो चाहिँ लालुपाते चाहिँ चिन्छु म। फेरि लालुपातेमा चाहिँ यहाँ धेरै धेरै भेराइटिजहरू देख्नुहुन्छ तपाईँले। तर अहिले कलर चाहिँ आएको छैन यिनीहरू भन्नु नि। अब सुन्नुभयो होला होइन, अहिले चाहिँ तपाईँको त्यस्तो यहाँ कलरहरू चाहिँ आएको छैन अरे हो। अन्त जति पनि यहाँ कलरहरू आएको थियो अरे त्योहरू चाहिँ सकिएछ। अन्त यहाँ सोल्टीकोमा चाहिँ एकदम राम्रो राम्रो मात्रै हुन्छ फुलहरू पनि। यहाँ लालुपातेहरू चाहिँ देख्नुहुँदैछ होला, भेराइटिजहरू एकदम राम्रो राम्रो राख्नुहुन्छ। अनि यदि तपाईँहरूलाई कुनै पनि प्लान्ट या फुलहरू कि जे पनि चाहियो भने चाहिँ तपाईँले यहाँ हाम्रो सोल्टीले गर्नुहुन्छ। अन्त तपाईँहरूले मसित कन्ट्याक्ट गरेर चाहिँ त्यो फुलहरू पनि तपाईँले पाउनुहुन्छ। अन्त यो चाहिँ प्लान्ट्सहरू तपाईँहरूलाई यदि मन पऱ्यो भने चाहिँ चोइस गर्न सक्नुहुन्छ। अनि मलाई भन्नुहोस् होला। यो चाहिँ के हो सोल्टा? यो कुन चाहिँ फुल हो दामी रहेछ त्यो? फिलोनेप्सिस भन्छ अर्किडको यसलाई। ए यसलाई उयो भन्छ स्ट्रबेरी आइस भन्छ सिङ्गल। कुन चाहिँलाई? यसलाई? हजुर, यसलाई पोथोस भन्छ। यसलाई मन्जुला पोथोस भन्छ यो हो। त्यहाँदेखि यसलाई रेड आर्ट भन्छ। यसलाई क्यालेथिया पिकक भन्छ। यसलाई फिलोनेप्सिस अर्किड हो। यो क्यालेथिया हो, यो वाइट फ्युजन भन्छ। यसलाई मिकी माउस एलोकेसिया। यसलाई सिल्भर सर्ट भन्छ। देख्नु होला यहाँ सोल्टालाई चाहिँ फुलको चाहिँ धेरै जानकारी छ। हुक्केरी ब्ल्याक। त्यहाँदेखि यो के अरे ओरेन्ज प्रिन्सेस। यसलाई सेलम। यो यसलाई कम्ब्याक उयो भन्छ, के भन्छ यसको नाम त? यो यसको के अरे यसलाई जेट प्लान्ट। यो फ्याट बोय भन्छ। यो पिङ्क प्रिन्सेस। यो वाइट प्रिन्सेस। यसलाई प्रिन्स अफ ओरेन्ज भन्छ। यो मेलानोक्राइसम भन्छ फिलोडेन्ड्रनको। यो पनि गोल्डन सेलम हो, अस्ति नयाँ ल्याएको चाहिँ यो छोडा। यो चिया पेन्चे भेरिगेटेड हो। यो यसको यो पनि चिया पेन्चे नर्मलमा। यो चाहिँ यसो यो चाहिँ चिया पेन्चे भेरिगेटेड। यो हर्सेड भन्छ यसलाई हो। फेरि त्यसको यो चाहिँ भेरिगेटेड हो। यो चाहिँ मैले पनि नयाँ भर्खर ल्याएको। यो चाहिँ भेरिगेटेडमा छ, दामी छ। अरू सोल्टा के भनिदिनु? यसलाई थाई कन्स्टिलेसन भन्छ मोन्स्टेराको हो। हजुर, यसलाई भ्यालिटी भन्छ। यदि तपाईँहरूलाई पनि कसैलाई पनि यो अहिले जति पनि देखाउनु हुँदैछ सोल्टाले होइन, यदि तपाईँलाई मन पऱ्यो भने चाहिँ तपाईँहरूले भन्न सक्नुहुन्छ कि तपाईँहरूलाई कुन चाहिँ मन पऱ्यो। अनि यो मलाई चाहियो भाइ, अनि यो छ होला भन्नुहोस् यहाँ सोल्टाकोमा। यो त मुनिको त प्रायः फुलेको राख्छ जायको प्लान्टहरू तपाईँको। यो खै योहरू पुरै रहेछ नि मुनितिर पनि छ नि। ए यहाँ पनि पुरै रहेछ नि त फुलहरू त। अस्ति मेरो के हो त्यो जग्गा छैन नि त, अस्ति पहिरोले लग्दैन त्यही भएर। यिनीहरूको पनि नाम छ नि सबै के कोडाको। यो पोइन्सिटा छ नि सुन्नुहुँदैछ ल? हजुर, यिनीहरूको पनि एक एकवटा नाम छ अरे। यसलाई ग्लिटर्स भन्छ। यसलाई आइस पन्च भन्छ, पुरा नयाँ हो यो हो। हजुर, त्यहाँदेखि यसलाई ब्लड रेड भन्छ। यहाँ अर्किड पनि रहेछ सोल्टीकोमा, हेर्नुहोस् एकदमै दामी कलरमा रहेछ अर्किड पनि। 3 कलरमा रहेछ यहाँ फिलहाल चाहिँ अहिले। यहाँ अर्किडको पनि तपाईँलाई देखाइदिँदैछु। यहाँ अर्किडको पनि यहाँ तल छ। अर्किडको सेट हाउस चाहिँ यहाँ छ नि त। यो मोन्स्टेरा एल्बो भन्छ यसलाई। यो सोल्टा हजुर,
जग्गा नभएर यसरी राखिरहेको छ अहिले सबै गरेर। यहाँले अस्ति जुन चाहिँ यो 4 तारिकको जुन चाहिँ तपाईँको पहिरो गएको थियो नि दार्जिलिङमा, अनि त्यो पहिरोले गर्दा चाहिँ सोल्टाको सेट हाउस पनि अस्ति सबै ओके। सबै बेकार दिएछ र चाहिँ सोल्टी हजुर म हिजो आएको सोल्टा सबै लोग्दैछ नि त। यहाँ चाहिँ अर्किड मात्रै देख्न सक्नुहुनेछ तपाईँहरूले होइन। यहाँ चाहिँ तपाईँको अर्किडको भेराइटिजहरू चाहिँ यहाँ रहेछ। यहाँ भर्खर भर्खर उयो हान्दै रहेछ। यो चाहिँ अर्किडको सबै म्याच्युर प्लान्टहरू सिम्बिडियम अर्किडको हो। हजुर यहाँ चाहिँ सबै यहाँ चाहिँ तपाईँले अर्किडै कतिवटाले अर्किडमा रहेछ। हालेको छ फ्लावर सुट, कतिवटाले हालेको छैन। सुन्नुहुँदैछ होला यो कतिवटाले फ्लावर सुट हानेको छ अरे हो, कतिले हानेको छैन भन्नुहुँदैछ सोल्टाले। अब मलाई त त्यस्तो आउँदैन फुलको बारेमा, तर सोल्टाले चाहिँ सबै याद हुन्छ। अनि सोल्टाले चाहिँ भनिदिनु पनि हुँदैछ तपाईँहरूलाई। तर यदि तपाईँलाई चाहियो भने चाहिँ तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुनेछ। अनि म तपाईँलाई कन्ट्याक्ट नम्बर पनि छोडिदिने छु यदि तपाईँलाई चाहिहाल्यो भने चाहिँ। यहाँ चाहिँ तपाईँको सबै उयो रहेछ, फुल्नु उठेको रहेछ। यहाँ चाहिँ अर्किडै अर्किड पनि छ। हजुर तपाईँलाई फ्लावरको मात्रै भिजिट गराइदिँदैछु। म हिजो चाहिँ त्यो बाटो आएको, त्यो बाटोबाट त आएको तपाईँलाई यहाँ सुन्तला पनि देखाइदिन्छु। सुन्तला पनि देखेँ मैले यहाँ फ्लावरको गर्दा यहाँ सुन्तला हेर्नुहोस्, तल दामी रहेछ। म चाहिँ सोल्टीको दाजु हुनुहुन्छ। सोल्टाको यहाँ सोल्टाले तपाईँहरूलाई बताइदिनुहुन्छ। बोतलभित्र हुन्छ मेरो यिनीहरू चाहिँ के सोल्टा हजुर बोतल फुटाएर चाहिँ यिनीहरूलाई चाहिँ अब यसरी राख्नुपर्छ हामीले। यो सानो सानो हुन्छ सुरुमा चाहिँ क्या। हजुर हजुर त्यहाँदेखि चाहिँ त्यसलाई चाहिँ यसरी बिस्तारै ट्रान्सप्लान्ट गर्नुपर्छ हामीले। हजुर पहिला हामी एउटा उयसमा राख्छौँ, एउटा यसरी नै अब चाहिँ राखिसकेको छौँ अहिले त हो। हजुर हजुर त्यहाँदेखि बादमा चाहिँ त्यसलाई आफ्टर 3 मन्थ्सहरू चाहिँ इन्डिभिजुअल सिङ्गल पटमा चाहिँ ट्रान्सप्लान्ट गऱ्यो भने चाहिँ यसरी हुँदै जान्छ। यिनीहरू चाहिँ नयाँ उयसकोहरू के अरे यो अस्ट्रेलियन क्रस भेराइटिजहरू ल्याएको अस्ति हो। अस्ति भन्दा पनि भने कति जुन जुलाईतिर हालेको हौ हामीले। त्यहाँदेखि यहाँ चाहिँ उयो छ क्रसको छ DS-17 र सिम्प्लिसिटी भनेको पनि छ हो। हजुर त्यहाँदेखि यस्तो पनि छ हाम्रो यहाँ क्विन अफ हार्ट पनि छ, त्यो नयाँको एकदमै अहिले क्या। हजुर हजुर क्विन अफ हार्ट छ। त्यहाँदेखि न्युजिल्यान्ड भेराइटिज, इन्डियन भेराइटी सबै नै छ। अझै तपाईँलाई अझै ज्यादा जान्नु छ भने चाहिँ यहाँ सोल्टाको पनि आफ्नै पेज छ। अनि सोल्टाको पेजको नाम चाहिँ के पो छ अरे सोल्टा? रुमजालिस नर्सरी। सुन्नु बुझ्नु होला है, फलो गरिदिनुहोस् होला सबैले। फलो गरिदिनुहोस् होला। यहाँ सोल्टालाई पनि सबैले दिनु न तपाईँले डिस्क्रिप्सन। अनि सोल्टाको पनि त्यहाँ चाहिँ तपाईँले सोल्टाको चाहिँ फुलकै मात्रै पाउनुहुन्छ। तपाईँले फुलको तपाईँलाई जानकारी जान्नु छ भने चाहिँ सोल्टाकोबाट सोल्टालाई गर्नुहोस्। एकदम त्यहाँ चाहिँ तपाईँलाई फुलकै बारे मात्रै पाउनुहुन्छ।